सर्वे नगर्ने मान्छेले बनाएर गयो अब ए सर्वे नगर्ने मान्छेले बनाएर गयो सर्वे गरेको मान्छेले अब काम नगरेर गयो नगरेर गयो सर्वे गरेन त्यो मान्छेले बनायो तपाईकै घर आँगनमा पुल बने त के भन्नुहुन्छ मलाई धेरै खुसी लागिरहेछ खुसी लागेको छ खुसी लाग्यो दाजु कस्तो बने त तपाईकै घर अगाडि यस्तो पुल बनेको छ यसो हेर्नुहोस् त दाजु ठिक बन्यो चित्त बुझ्दो छ कि छैन मलाई खुस छु म त पूर्वका मान्छेहरू आएर चाहिँ पुल बनाएर जाँदैछन् अब जाँदैछन् लास्ट 16 गते उद्घाटन छ थाहा पाउनु भयो पाएछ थाहा पाउनु भयो पायो मान्यज्यू आउँदै हुनुहुन्छ मान्यजी आउँदैछ अगाडि पनि भएको थियो सर्भिस भएको थियो अब आएन त्यो बेला अगाडि पनि भयो तपाईँ पनि हुनुहुन्थ्यो सर्भिस गर्दाखेरि म त थिएन यिनीहरू थियो भतिजाहरू थियो यहाँ ए सर्भिस त भएको थियो है भएको 2 साल भएको है तर पुल चाहिँ बनेन सर्भिस चाहिँ धेरैचोटि भयो भयो सर्वे चाहिँ भयो सर्वे नगर्ने मान्छेले बनाएर गयो अब ए सर्वे नगर्ने मान्छेले बनाएर गयो सर्वे गरेको मान्छेले अब काम नगरेर गयो नगरेर गयो सर्वे गरेन त्यो मान्छेले बनायो देखायो भनेपछि हर्क साम्पाङले चाहिँ एकैचोटि आउनु भयो तर माननीय हर्क साम्पाङजीले नि पहिला एकचोटि टोली त पठाउनु भयो नि पठाएको थियो पठाएर हेरेर गयो नि त्यहाँ सुनसेरादेखि फिर्ता आएर त्यो फेरि सर्भिस गरेर गएको घर सुनसेरा पुगेर फर्केर आएर फेरि यहाँ फर्केर आएर सर्वे गरेर तपाईँ हुनुहुन्थ्यो त्यति बेला म थिएँ सर्वे गर्दा हुनुहुन्थ्यो हजुर पनि हुनुहुन्थ्यो हामी दुईटा पनि थियो त्यति बेला पनि लागेको थिएन तपाईँलाई जसरी अगाडि चाहिँ सर्वे गरेर गयो नि हजुर त्यस्तै सर्वे गरेर जान्छन् होला अब त्यस्तै सोचेकै थियो हामीले त अब त्यस्तै अब सर्भिस अब गरेर जाने हो न आउने होइन सोचेको थियो सोच भएको थियो हामीलाई अब यस्तो होइन मलाई हामीहरूलाई लागिरहेको थियो हर्क साम्पाङजीले जे काम गर्छ भन्ने लागिरहेको थियो त्यस्तो लागिरहेको थियो है मैले अब हर्क साम्पाङजीको न्युजतिर अब धरान हजुर धरान टोलीमा थिए नि मेरो साथीहरू होइन ए धरान टोलीमा थिए ए धरानमा मेरो छ साथीहरू उनीहरूले धेरै चर्चा गर्थेन् के माननीयजीको चर्चा गर्थेन् त्यो बेला मेयर थियो मेयरमा अब खानेपानीको उसमा काम गर्दा आफै खटिएर गरेको अब नालीतिर उसमा साफसफाइतिर त्यति किचनमा डुबेको टिकटकमा फेसबुकमा हेरेको थिएँ मैले त्यही भएर त्यतिकै मलाई विश्वास थियो फुल सपोर्ट थियो उसको अब यसले आछ तर बनाउँछ भनेर हामीलाई लागिरहेको थियो उसको विश्वास थियो